चोरबा धरमपुर गलगजा ए निया भाइको त्यो पठाउ भाइको त्यो निकाल्नु पर्दैन केही दुई शब्द भन दुई शब्द केही छ यस्तो खाले जुगाड लागेको छौ है छेउछेउमा हरियाली बीचमा मेरो गाउँ फुट्ने सामान भाइ ओइ ला ओइ त्यसमा उछ बाई बाई मामा भरे जानु त चाहियो नि त फेरि यहाँ यसरी लक गरेर है ए बाप हरायो भने माहे मलाई तिराउँछ आउँदै जाँदै गर्नु है सबलाई राम राम बाप अहिले पनि सनग्लास लगाइदिन्छ यार ल हामी राधा यो गीत चाहिँ अल्झिरह्यो भन्ने होइन अनि यसमा चाहिँ के हुन्छ भने एकदम दामी भ्यू देख्छ रुमबाट पनि है यहाँ हेर्नुहोस् पुरै धरान सहर सबैलाई स्वागत छ है लगभग अब मैले भिडियो नबनाएको त लगभग 2-3 वर्ष भयो अब धेरै दिनपछि भिडियो बनाउँदैछु होइन म चाहिँ अहिले कहाँ छु भन्दाखेरि यो भाइको घरमा है यो भाइको घर कहाँ हो तिम्रो घर चोरबा धरमपुर गलगजा है ल हामी सिरा जिल्लामा छौँ है दारापानीबाट अघि हामी यहाँ दिउँसोतिर आएको निमा भाइले बाइक किन्ने भनेको होइन अब हामीले प्लान चेन्ज गरेपछि अब हामी भोलि यहाँबाट उता गाईघाट हुँदै लाहानबाट गाईघाट हुँदै धरान हुँदै चत्रा धरान हुँदै हामी भेरेटार हाम्रो वहाँनिर नाइट स्टे गर्ने प्लान छ है सबैजना ट्युन ए 4 जना छ है म छु हाम्रो यहाँ सगुन भाइ छ है ओइ ओ हेमा भाइ यहाँ निमा छ है यो घरबेटी आजको घरबेटी हामी उसै घरमा आज बास गरिरहेछौँ हामी चाहिँ ल के अरे बिहानै उठेर फ्रेस भएर निमा भाइकोबाट हामी आइसक्यौँ है यो गाईघाट जाने बाटोमा हामी लाहानभन्दा अलिकति अगाडि छिरे हो है ल हाम्रो यहाँ गिटारिस्ट भाइ यही छ ल के गर्दै हुनुहुन्छ तपाईँ ए निमा भाइको त्यो पठाउ भाइको त्यो निकाल्नु परेन अगाडि के छ यात्रा के छ ठिक भइरहेछ ए बवाल भइरहेछ हो के छ हेमा सर के भइरहेछ तिम्रो यात्रा राम्रै भइरहेछ एकदम यहाँ चाहिँ अब यसो निकाल्दैछ अब सुन्दैन त त्यो उतापट्टि होला हौ घुमाउने हो त्यो माथि चाहिँ ल अर्को दम हुने मान्छे आइसक्यो यहाँ हाम्रो पठाउ गर्ने भाइले यो मोबाइल होल्डर पनि निकालिसकेको छ है लगभग अब कति घन्टाको हुन्छ हाम्रो राइड 50 किलोमिटर यहाँबाट गाईघाट कति 50 मिनट पुग्छ ठिक छ पुग्नु पर्ने है यो टुरको चाहिँ सबै स्पोन्सर निमाले गर्ने हो है ल निमा के छ अनि केही भन्नु छ ल भन तिम्रो केही दुई शब्द भन दुई शब्द केही छैन अनि बाइक लिन जाने भयो कि नभयो त झापा अब हेरौँ म र सगुन भेटाएर बस्छु होइन म र हेमा तिमी र सगुन जाने हो त जाने हो सगुन म त जान्दैन म त धारापानी जाने हेमा जाने बाइक आएको स्कुटी आएर आउँछ ल है रमाइलो यस्तै छ रमाइलो भइरहेछ है 4 जना मात्रै छौँ सो स्टे कनेक्टेड है हामी यो भिडियो दामी तपाईँले यहाँबाट देख्नुहुन्छ है हामी यो चुरे हिल कटेर गाईघाट पुग्नेछौँ गाईघाट हुँदै चत्रा मैले हिजो पनि भनिसकेको छु है अब हाम्रो शिवमगर राइडरलाई चाहिँ ढाक्ने बेला धेरै तनाव भएको कारण चाहिँ हामीले यस्तो खाले जुगाड लागेको छौँ है
है हामी अब सकेसम्म बिस्तारै आरामले नै जान्छौँ इच एन्ड एभ्री सेकेन्ड म्याटर्स अनि त्यही भएर हामी चाहिँ फिल गर्दै हिँडिरहेछ चाहिँ होस् बाटो हेरेर यस्तो रमाइलो लागिसक्यो यार भिडियो बनाउनु बिर्सिसकेँ यार मैले त होइन यस्तो रमाइलो छ नि बाटो चाहिँ धेरै वर्ष भयो क्या सिक्दाको ग्याप पनि लगभग 3 वर्ष नै भइसकेछ हिजो हेरेको थिएँ मैले हामीले त यहाँ लाइभली एक्सपिरियन्स गरिरहेको छौँ लाइभ एक्सपिरियन्स घरमा नबसौ के आऊ आऊ घुम्नु आऊ छेउछेउमा हरियाली बिचमा रोड छेउमा हरियाली बिचमा मेरो गाउँ छेउछेउमा हरियाली बिचमा मेरो गाउँ सगुन नगरलाई भेट्न मन छ धारा पनि आऊ गाईघाट आउनु लगभग कति किलोमिटर गाईघाट आइसक्यो आइसक्यो गाईघाट लाग्छ कान्छ मेरो नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम आउँदै जाँदै गर्नु है सबलाई राम राम गाईघाट बजार घुम्न लाग्यो र गाईघाट बजार आइसक्यो गाईघाट बजार आउँदैछ हाम्रो साथीहरू पछाडि हामी चाहिँ यहाँ अगाडि छौँ राम्रो रहेछ यार ठाउँको गाईघाट हिमाल देखेको हो यहाँबाट चाहिँ हामी राइट लाग्नुपर्छ त्यहाँको यसरी राइट लागिसकेपछि अनि यहाँबाट राइट लागिसक्यो है अब यहाँबाट हामी सिधै 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 हामी कचरा पुग्छौँ कचरामा हामी गएर खाना खाने है हामी गाईघाट पनि कट्यौँ गाईघाट कटेर हामी बेलटार बजार बेलटार छिरिसक्यो है साथी हो भाइहरू पनि आइसक्यो होइन के मोबाइल ठिक रहेछ इन्जिन ओइल चेक गरेको के रहेछ जस्तो त्यस्तै राम्रो क्वालिटी एकदम फर्स्ट क्लास त हाँक्छस् गाडी हाँक्ने ल अब भाइले हाँक्छ है स्न्याक्स ल्याएछ यार हामी अहिले कहाँ छौँ भन्दाखेरि अघिकै ठाउँमा छौँ बेलटार जस्ट बेलटार छिरेको बेलटार बजार चाहिँ अलिकति अगाडि हो है बेलटार बजार अलि अगाडि हो अब मेरो भाइले गाडी हाँक्छ कस्तो राम्ररी हाँकै है ल ठिकै हाँक्छ बिस्तारै त्यसपछि हाम्रो यता अर्को छ दोकान ए कालुवा धेरै होइन केमा फुट्ने सामान भाइ ओइ ला ओइ त्यसमा ऊ छ के छ होइन होइन राइडर चेन्ज भइसक्यो अवस्थामा है स्कुटीको पनि राइडर चेन्ज भइसक्यो स्कुटी हिमालय हाँक्दैछ है
अब यहाँबाट लगभग 45 किलो भन्ने ठाउँबाट 43 किलोमिटर्स पछि हामी धरान पुग्छौँ। त्योभन्दा के अरे सप्तरीको एकदम फेमस पेडा पसल यतातिर सरेको छ। पेडा चाहिँ कहाँ खाने हामी? पेडा हामी वहीँ खाने पुलमै कोसीमा हो। पेडा अघि गाईघाट आउँदाखेरि चिसो चिसो थियो अनि गाईघाट आइसकेपछि फेरि अब यो अब के अरे भित्री मधेसको जिल्ला हो नि त उदयपुर पनि अनि यहाँ पनि अलिक गर्मी नै हुन्छ मेन बजारमा चाहिँ। तर अब यो जङ्गलहरू हुनेतिर चाहिँ शीतलै हुन्छ कि। अब कोसी त लगभग 2 किलोमिटर पनि छैन, 1 किलोमिटर पनि छैन होला यार। किलोमिटर है कति किलोमिटर? 1 किलोमिटर। ल है हामी चाहिँ अब अहिले कहाँ छौँ हामी कहाँ छौँ भन्दाखेरि हामी यहाँ छौँ है। ल अब अलिकति गीत सुनाऊ है साथी हो। निमा चौधरी ल अब निमा चौधरी भाइले बजाउँछ है फेरि फेरि ल। विशाल भाइ नभए पनि विशाल भाइको डिएनए त्यही होला भित्र। विशाल भाइको यो मैले बजाउँदै एकचोटि। हामी अब धरानतिर लागेको है। यो चाहिँ नेपाल अब यहाँबाट हामी लेफ्ट जान्छौँ है। यहाँबाट लेफ्ट गएपछि धरान, उता सिधै गएपछि भित्री।
remains bright. We used to dance the night away, hang out the whole next day. मेन रोडभित्र अलिकति बाटो छ है आइपुग्यो आत्मरञ्जन हामी चाहिँ लगभग अब धरान आइसक्यो होइन आइसक्यो है आइ नै सक्यो धरानमै हो नि हामी होइन जो अब मेन अब धरानको त्यही पनि मेन चोक हुन्छ नि त क्लक टावरतिर अब मेन हाम्रो मेन जुन हामी भेलिटार जाने चोक छ नि त्यो चाहिँ अब अगाडि क्लक टावर बस पार्कतिरबाट हो हामी यहाँबाट त्यहाँ जान्छौँ त्यसपछि हामी सिधै एकैछिनमा भेलिटार त पुगिहाल्छ निमा भाइ कस्तो लागिरहेछ ए बवाल ल एकदम दामी भ्यू है यहाँबाट पुरै धरान सहर देखिँदो रहेछ हामी चाहिँ भेलिटार बजार रिसोर्टमा गएर चेक इन गरेर भेलिटारको मामाहरू मामा बाई बाई मामा यति चाहिँ हो त्यहाँ रहेछ नि दामी हो स्टे के कत्रो च्यापेर हामी बिचरा नमस्ते झर्ना गएर भेट्यौँ हाम्रो ड्रेस पनि चेन्ज भइसक्यो ड्रेस चेन्ज गरेर हामी कपडा सपडा चेन्ज पनि देखाएको भाइहरू हामी चाहिँ अब नमस्ते झर्ना गएको हो तल नमस्ते झर्ना गरेर टक्क बबालसँगले नुहाइन्छ होइन ल अनि शीतलमा है जाडो हुन्छ यार यहाँ त जाडो है धेरै वर्ष भयो यो नमस्ते झर्नामा नगएको म लगभग ब्याचलर्समा फर्स्ट इयर पढ्दाखेरि फर्स्ट कि सेकेन्ड इयर पढ्दाखेरि आएको थिएँ यही ठाउँबाट हो म यहाँबाट नमस्ते झर्नाबाट नाच्दै 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 धारा पानीसम्म नाच्दै गएको है मलाई अहिलेसम्म पनि याद छ साथीहरूले भन्नुहुन्छ सरहरूले भन्नुहुन्छ कत्रो काटेको छ रोड सानो हुन्छ नि त अनि गाडी ठुलो छ अनि ठुलो गाडीहरू त ठिक छ कि सानो गाडीमा कस्तो पहिलेर आउँछ तपाईँहरूले देख्यो होला होइन भिडियोमा यो यस्तै हो रोडमा त कहिलेकाहीँ अब डुवर गाईको सिचुएसन धेरै आउँछ हो साथै यहाँनिर प्रायः गाडीहरूलाई समस्या भइरहेको हुन्छ कि नयाँ नयाँ त जान्छ मजाले तर पुरानो गाडीहरूको चाहिँ प्रायः त्यो के अरे ब्रेकहरू तातिएर होइन ब्रेकले काम नगर्ने अनि पङ्चर त अब त्यो मेन्टेनेन्स गर्नुपर्छ तर ब्रेक चाहिँ प्रायः तातिएरै जान्छ किनकि अब कन्टिन्युस उकालो कन्टिन्युस ओह्रालो छ नि त अनि ब्रेक हानै गर्नुपर्छ सकेसम्म ब्रेक धेरै युज गर्नु हुँदैन बिस्तारै गएर बरु इन्जिनलाई नै होइन इन्जिनलाई नै सकेसम्म ओके इन्जिनलाई नै सकेसम्म ब्रेक लाउन दिनुपर्छ है दाजु इन्जिनको ब्रेक भनेको सबभन्दा पावरफुल ब्रेक हो अब त्यस्तै हो रमाइलो छ ल हामी नमस्ते झर्नामा आइपुग्यौँ टक्क यहाँबाट हामी तलैबाट गएको भने चाहिँ उठ्यो यो बाटो यहाँ माथि बाहिर आउनु दिन्छ ए अँ ठिक हो यो घर या त्यो घर अहिलेसम्म पनि भइसक्यो मेरो पहिलेको फोटो मात्रै त्यो घर देखेको यहाँ त पिकनिक खान दिँदैन नि गएर हो र सबै
पिकनिक खाने ठाउँ ध्यान यहाँ देखाउनु यहाँ पिकनिक खान्थ्यो यहाँ ल अब बाँकी अहिले देखाउँछु अवस्था झर्नाको गेटमै आइसक्यो होइन साथीहरू यहाँ छ यो अब जुगाड लाउनु पऱ्यो किनकि निमाको हेलमेट 2 चोटि चोरी भइसक्यो एकचोटि दशरथ समय एकचोटि दशरथ रङशालामा एकचोटि कारे सातो बाटो स्विमिङ पुलमा के पनि हुँदैन भन्दै 2 चोटि चोरी गर्ने मेरो चाहिँ दशरथ रङशाला चोरी भयो त्यही भएर हेलमेटलाई चाहिँ है सकेसम्म बचाएर राख्नुपर्छ किनकि भरे जानु त चाहियो नि त फेरि यहाँ यसरी लक गरेर है बबाल रमाइलो भइरहेछ अब जाने हो हामी पौडी खेल्ने हो पौडी खेल्ने यो दामी भ्यू देखिरहेको छ है दुईवटा हेलमेट जुगाड भइसक्यो मेरो बाइकमा अब हामी जान्छौँ नमस्ते झर्नातिर है पहिले त टिकट पनि काट्नु पर्थ्यो यार अहिले त छैन रहेछ ल अब हामी झर्ना जान्छौँ ए बाप रे अलिक सफा गर्नु पर्यो है मलाई त कस्तो फिल भयो भन्न मलाई त नोस्टाल्जिक फिल भयो यार किनकि म पहिले धेरैचोटि आएको ठाउँ हो नि त यो फोन त बाइकमै है बाइककै चाबी राख्ने मिटर राख्ने मजाकै दुइटै फोन हरायो भने माहे मलाई तिराउँछ किन जहाँ पनि बिर्सेर हिँड्छ यार फोन भेट्यो देखाउ त भेटेछ फोन है आज त हाइकिङ पनि भएन केटा राइड पनि भयो हाइकिङ पनि भयो भरे अब क्लास 9 मा आइसकेर भरे स्लिपिङ पनि हुन्छ इटिङ पनि हुन्छ लगभग 4 वर्षपछि आएँ म त 4 वर्षपछि म कहिले आएको थाहा म फर्स्ट इयरमा हुँदाखेरि आएको थिएँ सेकेन्ड इयरमा हुँदा 2 वर्ष त्यही भयो मास्टर 2 वर्ष लगभग 7-8 वर्ष भयो मसँगै जति 5-6 वर्ष भयो ल यो त पहिरो गएको एकदम बसेर हिँड्नुपर्छ है केटा फेरि खुट्टा चार्जर कटिहाल्नुपर्छ यस्तो के गर्नुपर्छ नि भन्नु ठाउँतिरको पहिरो झर्ने ठाउँतिर चार्जर कटिहाल्नु किन फेरि अब आउने सम्भावना हुन्छ त्यो पनि हो यसो साउन्ड तपाईँहरू सुन्नु होला है त्यो खोला तल टु मच पिसफुल है बेली ब्रिज है पानी धेरै छ जस्तो छ यार बाबु खोला चाहिँ ठुलो रमाइलो छ है अब हामी यहाँबाट उकालो सिधै सिडी चढ्नुपर्ने हुन्छ है हाम्रो सिडी धेरै सिडी छ अब यहाँ खुट्टा दुख्ने भयो मेरो त राम्रो सास फुलिन थालिसक्यो मेरो त म त यस्तोमा पर्फेक्ट छु नि फेरि यस्तो चाहिँ शिवदालाई मात्रै बनाउन आउँछ है ल अहिले आउने बेला बनाउला हाम्रो महाकाली है यो भनेको यस्तोलाई देउराली पुज्नु भन्छ क्या तपाईँहरूले सक्सेसफुल्ली यो यसरी अड्याउन सक्नुभयो भने चिताएको कुरा पुरा हुन्छ भन्ने विश्वास छ एउटा भएको सर्ट पनि धेरै भयो अब यहाँ खोलेर हिँड्नुपर्ने बेला गर्मी लास्टे यार घाम लागेको धेरै पवन भाइले एउटा गीत गाउँछ है थाकिएको छ तर सास फुलिएको छ त्यही पनि यु विल ट्राई कान्छा मेरो नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम निमा के भन्नु छ अरू छिटोमा कान्छा मेरो नाम कान्छा ओए कस्तो सास फुलेको नि कान्छा शिवदाईको नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम ल यसो है यस्तो साइन बोर्डहरू सबैले पढिदिनुपर्छ है ल ओइ कृपया झर्ना जाँदा यो बाटो प्रयोग नगर्नु होला अहिले त साइन बोर्ड देख्नु भयो नि होइन भर्खर त्यो देखेको साइन बोर्ड यो यसको लागि रहेछ है यो बाटो पहिले गएको थियो हामी यो बाटो अहिले बन्द रहेछ यहाँनिर धेरै उसकै गाह्रो छ ल अब मेरो लागि त यो च्यालेन्ज नै हो एउटा किनकि म लगभग धेरै पछि सर्जरी पछि धेरै पछि अब यस्तो बाटो हिँड्दैछु है ल भगवान् बचाऊ है मलाई यस्तै छ
है डेन्जर ल र के हो यो खोइ छैन बाटो छ ल यो झर्ना होइन है बाटो एकदम डेन्जर छ है अब मलाई लाग्छ च्यालेन्ज छ अब ए भित्र हो झर्ना त्यही त सगुन भाइ यहाँ झुक्यो यो हो के यहाँबाट गएर ऊ त्यो माथि पल्लो उयो सिडी छ नि त्यो त्यो उकालो गएको हो त्यहाँबाट हो के ल बाप्रे यार ल अब शिव दाइले हल्का चल्दैछ खतरा झर्ना हो यहाँ अगाडि छ हाम्रो शिव दाइ भ्लगर हिँड्नु बिस्तारै हिँड्नु न यहाँ डेन्जर बाटो हो खतरा यहाँ अलिक राम्रोसँग जानुपर्ने हुन्छ हामीहरू बवाल छ बाटो शिव दाइले खतरा म चाहिँ एउटा फोन समातेर हिँड्दैछु है यहाँ भाइलाई अब यहाँ भाइको पालो है ल बिस्तारै आऊ है झर्ना यो होइन है गाई झर्ना माथि छ ठुलो झर्ना यो त यो खुच्चे हो यो अब हामी पछिको अर्को ग्रुप पनि आउँदैछ हाम्रो केटा यता लागिसक्यो अब लाइफ टाइम एडभेन्चर यो हुन्छ है ओके हिँडेर चाहिँ धेरै ठाउँमा गइसक्यो यो त अब सामान्य हो तर पनि अब मलाई अलिक यस्तो हिँड्नु भनेको छैन है यो पनि अब हिँड्यो साउन्ड तपाईँहरूले सुन्नु सक्नुहुन्छ है फिल गर्ने है तपाईँहरूलाई झर्ना लगभग हामी आइसक्यौँ है बाटो चिप्लो छ ल यो हो झर्ना मेन यहाँ भाइ कस्तो फिल भइरहेछ यहाँ हो ल ओ हामी अहिले छौँ यहाँनिर नमस्ते झर्ना कोशी प्रदेशमा पर्छ है वाउ यो अहिले पानी परेकोले हो है बर्खा मौसम छ नि त साथीहरू भाद्र महिना लेट मनसुन भनौँ न ल यु क्यान फिल है यु क्यान हियर द साउन्ड अब यो कति गडगडाएर यो झर्नाको पानी झरिरहेको छ भन्ने कुरा चाहिँ हामीले मात्रै फिल गर्न सक्छौँ है यो मोबाइलमा अडियोमा अलिक क्लियर नआउन सक्छ है ल अब मोबाइलमा पनि पानी पर्न थाल्यो यार अहिलेदेखि नमस्ते झर्ना यो झर्ना झर्दाखेरि नमस्तेको आकार लिन्छ अरे कि त्यही भएर नमस्ते झर्ना भन्छ तर मैले पनि देख्न चाहिँ सकेको छुइनँ यहाँ यो अहिले है हामी चाहिँ नुहाउने भनेर आएको तर ननुहाऊ है केटा हो ननुहाउने यो पानी यसरी आइरहेको दिस इज टु डेन्जरस म त अहिले जान पनि दिएर रहेन त्यहाँ तपाईँ यहाँ ब्लक गरेर है अब लगभग यहीँ हामी झिकिसक्यो कि लगभग झर्ना त हेर्नु न बाप्रे ल ल सगुन भाइ चाहिँ यो बाटै तरेर गइसकेको अवस्था छ तर यो राम्रो चाहिँ होइन है साथी ल जानुपर्ने त यो ठाउँ छ नि यो यहाँबाट यसरी गएर यसरी नआउने हो तर अब आजलाई यही गरिदिउँ नमस्ते झर्ना हामी कहिले ऊ त्यहाँ तल गएर नुहाउँथ्यो यार न त यो झर्ना डेन्जर भइसकेको होइन पानी यति धेरै आउनु थालिसकेछ यो रमाइलो चाहिँ धेरै आउने रहेछ नि पानी तपाईँहरू बाप अहिले पनि सनग्लास लगाइदिन्छ कस्तो हेमा कस्तो भइरहेको एकदम बवाल है ल झर्ना त एकदम ठुलो छ होइन के गर्नु अब भर्खरै लडेको अवस्था छ के भएर लडेको चप्पल चिप्लेर ए ल हामी फर्केको अब झर्नाबाट अब छैन त्यस्तो यहाँबाट भर्खर एउटा ढुङ्गा खस्यो कि त्यस्तो पहिरो जाने ठाउँ रहेछ यहाँ
म चाहिँ के सल्लाह दिन्छु भन्दाखेरि यस्तो अवस्थामा चाहिँ एउटा उखान छ कि हुलमुलमा जिउ जोगाउनु अनि कालमा बिउ जोगाउनु। बाघ आयो अरे त्यही भएर यहाँ जिउ जोगाउनुपर्छ है। यो अब यहाँबाट अहिले पहिरो आयो भने अहिले बर्खाको मौसम छ नि त, माटोहरू सुक्खा भएर बसेको हुनसक्छ है। ल त्यही छ। झर्ना भयो है। भाइहरूको अब नुहाउने प्लान छ। ल हामी लगभग अब बाटो त एकदम के भन्ने ल अब यहाँ हेर्नु न, बाँसको यहाँ छ, पुल बनाएको रहेछ बाबरे यसरी गाह्रो छ हौ यो त। एकदम बचेर आउनुपर्छ है। साथीहरूलाई हेर्नु सक्नुहुन्छ है। अब हामी नुहाउने हिँडेको। के भयो अरे भाइ, के भयो खुट्टा? ल हामी राख त होइन ओइ बाप रे बा ओइ अब सबै खायो पालो है। कसैले सोचेको थियो धनुकाको मान्छे धनुकुटामा आएर झर्नामा नुहाउँछ भन्ने। के भएर एकचोटि फेरि ट्राई गर्छ। नाटक गर्छ धेरै नाटक है सर एकदम। कस्तो लाग्यो झर्नामा नुहाउँदा? कस्तो फिल भयो? एकदम धेरै रमाइलो भयो हो। म एकचोटि त्यहाँ झर्नु खोजेँ हो त्यहाँ झर्नु खोजेँ झन्डै झरेको होइन? निमा पनि एकचोटि हेमा पनि एकचोटि हो र। म चाहिँ जोस् एकदम सेफली नै नुहाएँ है। अब हामी जाने, अब यो बाटो हुँदै जानुपर्छ है। यो बाटो यही हो है। अब हामी जाँदैछौँ, यसरी हिँडिरहेको छु यहाँ। यो भयो तपाईँहरूको अवस्था झर्ना पावर हो झर्ना। गाइज अब हामी लागेको रुमतिर। पावर ब्याङ्कले चार्ज गरेन है निमा भाइ। अब के भयो, पानी पस्यो कि के भयो? 30% मात्रै चार्ज छ। अब योभन्दा धेरै चार्ज नसकौँ होला है। अब हामी सिधै बाइक चढ्ने अनि सरल रुम लाग्ने। अब रुम लागेर हामी चेक गर्छौँ रुममा चार्ज गर्ने। चार्ज भयो भने ठिक छ, भएन भने तुरुन्तै फेरि भेटार नत्र धरान गएर यो मोबाइल देखाउनु पर्ने हुन्छ। यो चक्लेट थाहा छ? यो चक्लेट कहाँको चक्लेट भन्छ? इलामको चक्लेट भेटारमा है। अब हामी निस्केको यहाँबाट। निमा भाइले आएको छ अरे है, कटुरो चप्पल लगाएर आएको छ। हामीसँग एकजना पिकी ब्लाइन्डरको मेम्बर्स पनि आइन्छ। ए अँ ल के छ ठिक छ ढुङ्गा हराउँ ठिक छ होइन? ल एकदम। यो हो भेटारको घाटो। यो चाहिँ हाम्रो उहाँ के अरे बुलकोटको डाँडामा जस्तै तपाईँको महिनाहरू राखेर यहाँनिर पूजा गर्दो रहेछ। हेर्नुहोस्
यो चाहिँ हामी बस्ने ठाउँ है यो हाम्रो रुम अघिसम्म त राम्रो भ्यू देखिरहेको थियो यार पिरो पिरो भयो हामी भर्खरै नमस्ते झरनाबाट नुहाएर आइपुगेको अब हामी हेभेन डाँडा जान्छौँ योभन्दा अलिकति तल साइड चाहिँ हेभेन डाँडा छिर्ने बाटो पावर ब्याङ्कले चार्ज गर्दा गर्दै मोबाइलको डाटा केबल नै डेड अनि केटाहरू धरान गएर डाटा केबल लिएर आएको है अनि फेरि वी आर ब्याक अगेन अनि ल अब चाहिँ हाम्रो नाइट रमाइलो सुरु भइसक्यो है त साथी हो बाप रे बा माया बस्यो एकै नजरमा उमाया धरानी उमाया धरानी उमाया धरानी ल भेडा डाँडामा चाहिँ के समस्या भन्दैन ल मोबाइल खसलहरु ए अँ ल अनि एउटा के कुरा आज हामीलाई थाहा भयो भन्दाखेरि भेडाडको मान्छेहरूलाई बिरामी पनि नहुँदो रहेछ एउटा फार्मेसी देखेन अर्को भनेको मोबाइल पसल पनि देखेन मोबाइल पनि नबिग्रिँदो रहेछ यहाँको मान्छेहरूको ल अब चाहिँ हाम्रो एकदम रियल नाइट कन्सर्ट है विथ द ब्याकग्राउन्ड भ्यू अफ धरान सिटी है पुरै कहिले गर्छ होला भोलि कहिले हुन्छ नि सुत्नै सकेको छैन कहिले तिमीलाई हेर्छु नि थाहा छैन के जान्छु ल है हाम्रो चाहिँ अब आजको लागि यो बार्बिक्यूको लागि है म्यारिनेट गरेर रेडी भइसक्यो आगो पनि रेडी नै छ अनि ठाउँ बबाल लाग्यो क्या ठाउँ पनि दामी लाग्यो है तपाईँहरू पनि आउनु होला है दामी छ कि यो यहाँबाट टक्क लाएर हेर्नुहोस् त धरान सहर पुरै खाने कार्यक्रम त यस्तै हो भइरहेछ होइन निमा भाइलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद दामी बनाएको छ है निमा भाइले एकदम यार कहिले कला हो यो चुम्बन दिनु पर्यो है खोइ यता हेर त होइन कस्तो लाग्यो फर्स्ट क्लास हो हेर्नु न ल सबै पाकेछ सबै पाकेछ हड्डी पनि ल निमाको साथी पनि आज यो ए होइन बवाल भइरहेछ अब हाम्रो त अब आज लगभग जान्छ होला नाइट स्टे गर्न आयो होइन भित्र त्यही छ केटाहरूले अब रमाइलो हुन्छ आज ल खुसीहरू भुल्न झरे कल्पनामा धेरै हाँसे मेरो मुटु घायल बनियो आज प्रेमसँग हारे प्रेमसँग हारे ओ हेलो मिस्टर कस्तो लागिरहेको यार निमा भाइ ल अलिकति अब सबैको आफ्नो आफ्नो पर्सनल फिडब्याक लिन्छ है म ल अहिलेसम्म एकदम बवाल लागिरहेछ मजा अब हाम्रो प्लान के भयो भने त है अब यहाँबाट हामी घर फर्किने पाला थियो अब हामी यहाँबाट भोलि कहाँ जान्छौँ इलाम होइन श्री अन्तु है हामी भोलि अब नाइट फेरि अब भोलिको नाइट हाम्रो श्री अन्तुमा हुन्छ भोलिको भिडियो भोलि नै आउँछ आजको भिडियो पनि आउँदै गर्छ है सगुन भाइ केही भन्नुहोस् अहिलेसम्म कस्तो लागिरहेको अहिलेसम्म त ठिकै लागिरहेछ है ल जे पनि मोमेन्टमै भइरहेछ ल अनि हेमालाई कस्तो लागिरहेको
राम्रै लागिरहेछ अहिलेसम्म त। अनि त्यो झरनामा चाहिँ साथी पिटिहाल्नु हुन्थेन होइन? झन्डै पिटेको साथीहरू। यता म छु। एकदम मलाई चाहिँ बवाल लागिरहेछ है। मैले धेरै वर्षपछि बनाएको ब्लग हो यो है। एकदम माया गरिदिनु होला है सबैले। यो ठाउँ पनि दामी छ है। यो के अरे उसको नाम चाहिँ थाहा भएन यो के अरे रिजोर्टको है। तर पनि इट्स भेरी गुड। यो छेउमै हेभन डाँडा छ है। हेभन डाँडाको भोलि त तपाईँहरूलाई भ्यू देखाइहाल्छ। आज त मोबाइलले साथ दिएन है। भोलिको भ्यू 12 बजी चेकआउट गर्नुपर्छ। त्योभन्दा अगाडिको चाहिँ सबै देखाउँछु। मलाई बवाल लागिरहेछ। अब भाइहरू छ साथीहरू छ होइन दामी लागिरहेछ। अब यस्तै हो। ल बाई। अब मेरो सगुन भाइको सेल्फ कम्पोज्ड गाना है। ल स्टोरी सुनिदिनु है। गीत चाहिँ अलिकति मात्रै किनकि द्याट्स प्राइभेट भन्दा पनि विल पब्लिस द्याट लेटर है। त्यसको भिडियो बनाएर नै पब्लिस गर्छौँ। तर अहिले चाहिँ स्टोरी सुनिदिनु। ल स्टोरी सुना नि त। ल यो गीत चाहिँ अल्झिरह्यो भन्ने होइन। अनि यसमा चाहिँ के हुन्छ भन्दाखेरि यसमा चाहिँ एउटा केटा हुन्छ कि जुन चाहिँ आफ्नै फिलिङ्सहरूसँग अड्किरहेको हुन्छ कि। यस। जस्तै कि आफूले के गर्नु खोजिरहेको हुन्छ होइन त्यो कुरा गर्नै सक्दैन कि आफूले। ठ्याक्क आफूलाई 2-3 पाइला चालेको जस्तो लाग्छ तर फर्केर हेर्दा त्यही ठाउँमा हुन्छ कि। मतलब आफ्नै भावनाको जालोमा अल्झिरहेछ। ओके ल। अनि गीतको टाइटलको नामै अल्झिरह्यो भन्ने हो। दामी। ल अनि ठ्याक्क यो भावनाहरू चाहिँ कस्तो भन्दाखेरि अब कसैले पनि नसुनिदिने कि आफ्नो भावना। अनि त्यतिखेर चाहिँ सुन्दाखेरि नै कस्तो लागेछ हेर्न हेर त टपिक स्टोरी सुन्दाखेरि एकदम राम्रो। अनि त्यति बेला यो स्टोरी नै कस्तो दामी छ है। म त मेरै फिल्ममा मलाई नै बनाएको जस्तो ल यो जो आफ्नो भावनामा अल्झिएको छ सबैको लागि हो है। ल अल्झिरह्यो है। ल गाना चाहिँ अहिले अलिकति मात्रै सुनाउँछु है। यति नै सुनिदिनु है अहिलेको लागि चाहिँ। अब बाँकी भनेको पछि है। ल अर्को स्टोरी यो कस्ती छौ भन्ने कि। कस्ती छौ भन्नेमा चाहिँ के हुन्छ भन्दाखेरि आफ्नो एउटा आँखा नदेख्ने केटा हुन्छ कि जन्मैदेखि कि त्यो आँखै देख्दैन कि उसले। अनि एक दिन चाहिँ उसको संसारमा चाहिँ एउटा नयाँ मान्छे आएको हुन्छ कि। मतलब अब जस्ट कस्तो ट्रिट गर्छ नर्मल मान्छेलाई त्यस्तो ट्रिट गर्नुपर्ने हो नि त त्यसलाई पनि। त्यसले त्यही सिक खोजिरहेको थियो अरे कि त्यसले। अनि ठ्याक्कै भेटेन अरे कि त्यसले त्यस्तो माया गर्ने। अनि ठ्याक्क त्यो केटी आएपछि चाहिँ त्यसलाई अर्कै लाग्यो अरे कि। जस्तै कि अब मतलब अब संसार हुन्छ नि त। उसको आँखा बनेर आयो भनौँ न होइन। उसको आँखा बनेर आयो भन्दाखेरि पनि उसले चाहिँ उसको जुन अन्धोपनको संसार छ नि त्यसलाई नै रङ्गाइदियो कि। अरे बाप रे। ऊ मात्रै रङ्गी-चङ्गी के। ल दामी। जस्तै कि सबैजना एक रङ्गी। अब एक रङ्गी बगैँचामा हामीले रङ्गी-चङ्गी फुल देख्दैन। उसले चाहिँ सबै एक रङको देख्ने रे कि। तर ऊ आउँदाखेरि चाहिँ बगैँचा भन्दा पनि रङ्गी-चङ्गी चाहिँ ऊ देखे रे कि। ल दामी। ल एक लाइन सुनिदिउँ यसको पनि। यो चाहिँ उसको भावना। धरान आएपछि धरान ठिटो गाना सुन्नुपर्छ है। अब धरान ठिटो भनेको जोन एन्ड दि लोकल्सको गाना हो। हाम्रो हेमन्त भाइले सुनाउँछ है। जन एन्ड दि लोकल्स अनि पूर्ण रायन दाजुभाइ।
हो सेल्फ हो ए ल ल दुई पहिला फर्स्टमा जोन एन्ड द लोकल्सको त्यसपछि पूर्ण राई एन्ड द दाजुभाइको है ल त्यतिकै छोड नकेशलाई उडाउन देऊ यो हावालाई डुब्छु होला तिम्रो आँखामै डुबिरहन्छु तिमी मलाई म माया मार्दिन आज यो ठाउँमा रमाइलो ठाउँमा बसेर चारजना यो साथी पनि छ आजको रात फर्केर ल हामी हाल्नु यार कहिले आउँदैन यो रमाइलो पल यो रमाइलो जोबन फर्केर कहिले कहिले आउँदैन यो रमाइलो छेडालाई बनाएर ल अब पूर्ण राईको गाना सुनौँ है पूर्ण राई अन्त दाजुभाइको जुन राईको पछि है ल तिमीलाई अलिअलि तालिँदै माया लाए तिमीसँगै मनलाई त हो यो दुखी जाने दुखाइ गयो होला कसमै हो तोरी जाने अन्त्यतिर जोड्यो होला मेरी माया राखीलाई संसारमा राखीलाई सोच राख्छिन् है गाना दामी छ है ल दुइटै धरानेलाई हामीले थ्याङ्क यू भन्नुपर्छ होइन किनकि दुइटै धरानीको गाना एकदम मास्टरपिस निकाले मास्टरपिस एन्ड भेरी मच रिलेटेड टु एभ्री वान्स लाइफ के है सबैको जिन्दगीसँग मिल्छ कि जोसुकैको जिन्दगीसँग पनि मिल्न जान्छ यो गाना है रिलेटेड टु मम होस् खास गरी सबैले सुन्नु फ्री प्रमोसन जोन एन्ड द लोकल्स पूर्ण राई एन्ड द दाजुभाइ भेरी गुड है कति बज्यो ठ्याक्कै 10 भयो यार ल अब आजलाई यति नै गरौँ है अब थाकेको पनि छ सुत्नु पनि पर्छ भोलि फेरि बाइक आउनुपर्छ भोलि हाम्रो इलाम जाने प्लान छ है तातो पानी खानु पर्यो अब कस्तो आजलाई लेट्स कल इट अ डे है दामी भयो हेमा दामी भयो राम्रो भयो है बवाल भयो ल यो चाहिँ हाम्रो रुम है अब हामी सुतेको केटाहरू लगभग सुतिसक्यो है हेमा पनि सुतिसक्यो होइन यो रुमबाट एकदम दामी भ्यू देख्छ रुमबाट पनि है यहाँ हेर्नुहोस् पुरै धरान सहर एकदम दामी त्यो माथि पनि छ है अघि हामी बसेको ठाउँ ल सबैलाई गुड नाइट भन्नु ल गुड नाइट गुड नाइट